भोलि बजेटमा आफ्नो क्षेत्रमा बजेट सोरेर लानुभयो, कर्णालीलाई रुवाउनु भयो, मधेसलाई रुवाउनु भयो, सुदूरपश्चिमलाई रुवाउनु भयो भने त्यो विकास होइन। सिङ्गो देश विकास हुँदा चितवन अविकसित हुँदैन, मलाई थाहा छ। त्यसकारणले हाम्रो ध्यान सिङ्गो देशको विकासमा जाने हो, क्षेत्रगत कुरामा होइन। साथी हो, यो देशको भविष्य कस्तो लेख्ने तपाईको हातमा छ, मात्र तपाईको हातमा छ, अरू कसैको हातमा छैन। जनताले दिए तपाईँलाई, लौ लेख हाम्रो भविष्य, ल रोक हाम्रा छोराछोरीलाई विदेश जानबाट, ल सृजना गर रोजगारी, ल बनाऊ बाटोघाटो, ल पुर्याऊ बिजुली, देऊ शिक्षा, देऊ स्वास्थ्य। जनताले आफ्नो गर्ने काम गरे, तपाईँको काँधमा आएको छ। कर्णालीमा अस्पताल बन्यो कि बनेन, कर्णालीमा सुत्केरी आमाले बाटोमा मृत्युवरण गर्न पर्यो कि परेन, मधेसमा भित्री मधेसमा शिक्षाको उज्यालो पुग्यो कि पुगेन, स्वच्छ खानेपानी पुग्यो कि पुगेन, बालबालिकाहरूले पोषण पाए कि पाएनन्। विकासको सूचक यो हो। तपाईँहरूले मेहनत गर्नुभयो, परिश्रम गर्नुभयो। केही नयाँ साथीहरू, केही पुराना साथीहरू पनि चुनिएर आउनुभएको छ। अधिकांश धेरै सांसदका रूपमा नयाँ साथीहरू आउनुभएको छ। स्वाभाविक रूपमा के होला, कसो होला, कस्तो होला भन्ने कुरा तपाईँलाई लागेकै हुनुपर्दछ। चुनावका बेलामा जुन मेहनत तपाईँले गर्नुभयो त्यो खटाइका हिसाबले त्यो मेहनत सायद नपर्ला, तर सोचाइका हिसाबले, पढाइका हिसाबले, अध्ययनका हिसाबले, रिसर्चका हिसाबले त्योभन्दा कम मेहनत गरेर चाहिँ परिवर्तन आउन सक्दैन। त्यसकारणले तपाईँहरूको काँधमा अत्यन्तै ठुलो जिम्मेवारी आइपरेको छ। यसको महसुस गर्नुहोला। म फेरि पनि दोहोऱ्याएर भन्न चाहन्छु, संसारको कुनै पनि देशले बिरलै पाउने यो अवसर हामीले प्राप्त गरेका छौँ। आफ्नो देशको इतिहास आफ्नै हातले लेख्ने यो अवसर हामीले प्राप्त गरेका छौँ। भोट माग्दा हामीले आम जनतालाई के भनेका थियौँ भने, यसपटक तपाईँले आफ्नो भाग्य आफ्नै हातले लेख्ने हो, इतिहास रच्ने हो 21 गते भनेर हामी सबैले भनेका हौँ। विभिन्न ठाउँमा विभिन्न साथीहरूसँग भेटघाट गर्दा म आफै पनि पुगेको र तपाईँहरूको हात समातेर भनेको म सम्झन्छु। हामीले भनेका थियौँ यसपटक आफ्नो हातले आफै इतिहास लेख्ने हो। आज म तपाईँलाई यो हलभित्र भनिरहेको छु, साथी हो, यो देशको भविष्य कस्तो लेख्ने तपाईँको हातमा छ, मात्र तपाईँको हातमा छ, अरू कसैको हातमा छैन। जनताले दिए तपाईँलाई, लौ लेख हाम्रो भविष्य, ल रोक हाम्रा छोराछोरीलाई विदेश जानबाट, ल सृजना गर रोजगारी, ल बनाऊ बाटोघाटो, ल पुर्याऊ बिजुली, देऊ शिक्षा, देऊ स्वास्थ्य। जनताले आफ्नो गर्ने काम गरे, तपाईँको काँधमा आएको छ। यसबाट एकदमै धेरै रमाइलो यसलाई लिएर, यसलाई चाहिँ उत्सवका रूपमा भन्दा पनि जिम्मेवारीको रूपमा काम गर्नुपर्ने यो गहन बेला तपाईँहरूको काँधमा आइपरेको छ। त्यसैले म सबैलाई यसको महसुस गर्नको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु। म फेरि पनि भन्छु, यो सामान्य परिस्थितिले आएको होइन। भाइ बहिनीहरूले, ससाना भाइहरूले आफ्नो रगत बगाएर ल्याएको यो परिवर्तनलाई संस्थागत गरेर अर्को निर्वाचनमा कुनै पनि उम्मेदवारले भोट माग्न जान नपरोस्, हाम्रो काम बोलोस् भन्ने हेतुले तपाईँहरूले काम गर्नुहुनेछ। नजानेको कुरा सिक्नका लागि कहिल्यै पनि अप्ठ्यारो मान्न पर्दैन। मैले अघि नै भने, हामीले सांसदको लोगो लगाउने बित्तिकै, हामी सांसदको कुर्सीमा बस्ने बित्तिकै या संसद भवन छिर्ने बित्तिकै ज्ञान ओइरिएर हामी कहाँ आउने होइन। फेरि पनि मेहनत गर्नुपर्छ, फेरि पनि परिश्रम गर्नुपर्ने हुन्छ। कहाँ समस्या परेका छन् त्यसबारे ध्यान दिनुपर्ने हुन्छ। मलाई आशा छ यति प्रबुद्ध, यति क्षमतावान, यति युवा, यति समावेशी, यति धेरै साथीहरू एक ठाउँमा उभिँदा पनि यो देश बन्दैन भने, यति साथीहरू मिलेर पनि बनाउन सकिएन भने कसले बनाउन सक्ला? सक्छौँ, हामी गर्छौँ, हामी सक्छौँ र हामी गर्छौँ। अन्त्यमा यो देशको सबैभन्दा ठुलो समस्या मैले देखेको सामाजिक न्याय हो। सामाजिक न्यायका लागि लड्नुपर्ने हुन्छ। आम मानिसको आँखाले देख्ने विकास भनेको भौतिक पूर्वाधारको विकास हुन सक्दछ। ठुला ठुला बिल्डिङ, चिल्ला सडकहरू विकासका सूचक हुन सक्दछन्। मलाई सोध्नुहुन्छ भने मेरा लागि विकासको सूचक भनेको सामाजिक न्याय हो, सोसियल जस्टिस। जुन समाजमा न्याय छैन, जुन समाजमा विभेद छ, त्यो समाज मान्छे बस्ने समाज होइन। मान्छे बस्ने समाजका लागि हामीले मान्छे बस्ने समाज जस्तो बनाउनु पर्ने हुन्छ। सामाजिक न्यायका लागि अब हामीले पैरवी गर्नुपर्ने हुन्छ। राष्ट्रपाले चाहेर पनि कयौँ साथीहरूलाई जोड्न सकेन। हामी समावेशी हुन चाहन्थ्यौँ। हुन त तुलनात्मक रूपमा राष्ट्रपाले अन्य राजनीतिक दलभन्दा धेरै महिला साथीहरूलाई उठायो, तर यो पर्याप्त होइन।
म दुःखका साथ क्षमा याचना गर्दै भन्छु, हाम्रो पार्टीभित्र राई लिम्बू समुदायको प्रतिनिधित्व यो पालि प्रतिनिधित्व सभामा हुन सकेन। सभापतिका हिसाबले म क्षमा माग्न चाहन्छु र म विश्वासका साथ भन्न चाहन्छु आगामी दिनमा समावेशिताको यो महत्त्वपूर्ण कडीलाई प्राथमिकताका साथ अगाडि राखेर अगाडि बढ्नेछौँ, म विश्वास दिलाउन चाहन्छु। यही हलबाट तपाईँहरू भोलि मन्त्रीका रूपमा आसीन रहनुहोला। म तपाईँलाई स्पष्ट पार्न चाहन्छु, तपाईँले शक्ति आर्जन गरेर भोलि बजेटमा आफ्नो क्षेत्रमा बजेट सोरेर लानुभयो, कर्णालीलाई रुवाउनु भयो, मधेसलाई रुवाउनु भयो, सुदूरपश्चिमलाई रुवाउनु भयो भने त्यो विकास होइन। सिङ्गो देश विकास हुँदा चितवन अविकसित हुँदैन, मलाई थाहा छ। त्यसकारणले हाम्रो ध्यान सिङ्गो देशको विकासमा जाने हो, क्षेत्रगत कुरामा होइन। यद्यपि कतिपय क्षेत्रहरू अत्यन्त संवेदनशील हुन्छन्, कतिपय चिजहरू महत्त्वपूर्ण हुन्छन्। जिल्लामा कतिवटा पुल बने, मैले कतिवटा पुल लिएर गएँ, मैले कति किलोमिटर बाटो आफ्नो क्षेत्रमा पिच गरेँ भन्ने कुराले तपाईँलाई कीर्तिमानी बनाउँदैन। मैले अघि भने जस्तै कर्णालीमा बाटो पुग्यो कि पुगेन, कर्णालीमा अस्पताल बन्यो कि बनेन, कर्णालीमा सुत्केरी आमाले बाटोमा मृत्युवरण गर्न पर्यो कि परेन, मधेसमा भित्री मधेसमा शिक्षाको उज्यालो पुग्यो कि पुगेन, स्वच्छ खानेपानी पुग्यो कि पुगेन, बालबालिकाहरूले पोषण पाए कि पाएनन्। विकासको सूचक यो हो। तपाईँ हामीले सोचेको विकास यही हुनुपर्नेछ। अर्को पटक मैले चुनावमा बाटो लगिनँ भने, मैले अर्को पटक चुनाव जित्दिनँ भनेर तपाईँ आजदेखि लाग्नुभयो भने मैले फेरि पनि राइट टु रिकलको व्यवस्थाको बारेमा सम्झना गराउनु पर्ने हुनेछ। साथी हो, एउटा चुनावबाट अर्को चुनावका लागि होइन, एउटा पुस्ताबाट अर्को पुस्ताका लागि लडेका हौँ हामी। अर्को चुनाव जितौँ नजितौँ त्यो सरकारको विषय भएन, तर अर्को पुस्ताले हार्नु हुँदैन साथी हो। धेरै पुस्ताले हारिसकेपछि हामी एउटा आशा अपेक्षाको दियो बाल्न सफल भएका छौँ। यसलाई निभ्न नदिनु होला। सभापतिका रूपमा म तपाईँहरूसँग सँगै सधैँ छु। म लोकतान्त्रिक पद्धतिलाई विश्वास गर्छु। वर्तमान व्यवस्था, वर्तमान संविधानप्रति प्रतिबद्ध छु। शासकीय स्वरूपमा सामर्थ्य पुग्दा केही न केही सुधार चाहिएको छ भन्ने कुराको हामीलाई हेक्का छ, तर वर्तमान व्यवस्था, वर्तमान परिवर्तन, वर्तमान संविधानप्रति हाम्रो प्रतिबद्धता डगमगाएको छैन, डगमगाउनेवाला पनि छैन र यहाँहरूले पनि त्यसलाई डगमगाउन दिनुहुने छैन भन्ने मैले विश्वास लिएको छु। इतिहास रचनामा एउटा मान्छे, एउटा नेताको हात हुँदैन, एउटा पार्टीको हात हुँदैन। इतिहासको कालखण्डदेखि यहाँसम्म विभिन्न पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्या गरेर आज हामीलाई यो दिन ल्याउनु भएको छ। उहाँहरूका कयौँ व्यतिथिहरूप्रति हाम्रो प्रश्न हो, तर इतिहासले उहाँहरूले दिनुभएको योगदानलाई नजरअन्दाज गर्ने, त्यसलाई अपमानित गर्ने हक हामी कसैलाई पनि छैन। म ससम्मान इतिहासमा उहाँहरूले दिनुभएको योगदानका लागि उहाँहरू सबैलाई स्मरण गर्न चाहन्छु। पुराना राजनीतिक दल, पुराना सम्पूर्ण नेतागणहरूलाई म यही मञ्चबाट धन्यवाद दिन चाहन्छु र म यति भन्न चाहन्छु, इतिहास तपाईँले लेख्नुभयो, भविष्य हामी बनाउँछौँ। हाम्रा अभिव्यक्तिहरूमा कुनै पनि राजनीतिक दल र विपक्षीहरूप्रति कटाक्ष भयो भने त्यो अनर्थ हुन जानेछ। आज विजयको उन्मादमा हाम्रा समर्थक साथीहरूले विजयी भएका कारण, अत्यधिक मत आएका कारण विपक्षीहरूप्रति विभिन्न माध्यमहरूमा, सञ्चार माध्यम लगायत सार्वजनिक माध्यमहरूमा जुन ढङ्गले अभिव्यक्ति दिइरहनु भएको कता कता देखिएको छ, त्यो कदापि स्वीकार्य छैन। विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, विजेता हुनुको अर्थ छाडा हुनु होइन। विजेता हुनुको अर्थ विपक्षीहरूलाई कटाक्ष गर्ने अधिकार प्राप्त गर्नु होइन, त्यो लोकतन्त्रको चरित्र होइन। त्यसकारणले हामीलाई माथि धेरै आरोप लागेको छ। आज तपाईँहरू सबैलाई साक्षी राखेर म यो आरोपलाई खण्डन गर्ने जिम्मेवारी तपाईँहरूको काँधमा पनि बाँड्न चाहन्छु कि रासोपालाई प्राय अराजक छन्, रासोपा समर्थकहरू अत्यन्त धेरै असहिष्णु छन्, सामाजिक सञ्जालमा गाली गलोजमा उत्रन्छन्, व्यक्तिगत गाली गलोजमा उत्रन्छन्, छुनै हुँदैन, बोल्नै हुँदैन, गाली गरिहाल्छन्। त्यस किसिमको एउटा छवि बनेको छ। म सम्पूर्ण समर्थक साथीहरूलाई बताउन चाहन्छु, अब त्यसबाट बाहिर निस्कनुपर्छ। रासोपाले प्रशिक्षण गर्न पाएको छैन। 3 वर्षमा आक्रमण झेल्दै आएको रासोपाले आफ्ना सदस्य साथीहरूलाई राम्रोसँग प्रशिक्षित गर्न पाएको छैन। तर यही समाजका पात्रहरू भएको हुनाले तपाईँले समाजका विभिन्न तह र तबकामा लिनुभएको प्रशिक्षणले तपाईँको व्यक्तिगत आचरणलाई देखाउँछ। त्यसकारणले सम्पूर्ण रासोपा समर्थक साथीहरूलाई म जिम्मेवार भएर अभिव्यक्त हुन सामाजिक सञ्जाल, सामाजिक प्लेटफर्महरूमा, सार्वजनिक प्लेटफर्महरूमा अत्यन्त जिम्मेवार भएर प्रस्तुत हुनको लागि अनुरोध गर्न चाहन्छु। यो रासोपाले जितेको होइन, यो देशले जितेको हो। हामीले प्रमाणित गर्नुपर्नेछ। रासोपाको माध्यमबाट देशले जितोस् भनेर
आम नागरिकले हामीलाई भोट दिएका हुन्। त्यसकारणले यो जित केवल रासोपा समर्थक रासोपा भोटरको मात्र होइन, यो जित सम्पूर्ण देशको हुनुपर्नेछ। त्यसका लागि तपाईँ हामीले काम गर्नुपर्नेछ। अबको 5 वर्ष सहज हुनेवाला छैन। हिजोका सांसदहरूको जस्तै गतिविधि या हिजोका मन्त्रीहरूको जस्तै गतिविधि र तिनै निरन्तर त्यही चिजको निरन्तरता यो हो भन्ने जो कोहीलाई परेको छ भने कृपया त्यो होइन। अति संवेदनशील समयमा अत्यन्त धेरै मेहनत गर्नुपर्ने समयमा हामी उभिएको हुनाले फेरि पनि तपाईँहरूलाई मेहनतका साथ अगाडि बढ्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। अन्त्यमा निर्वाचन जित्नका लागि पार्टीका विभिन्न तह र तब्कामा रहेर काम गर्नुहुने सम्पूर्ण साथीहरूलाई म धन्यवाद दिन चाहन्छु।